अघि चाहिँ म यताबाट आएको, अब अहिले चाहिँ म यहाँ छु। अब चाहिँ म माथि जानेछु। यहाँ माथि फोटो खिच्दै रहेछ। म पनि अब माथि गएर तपाईँहरूलाई माथिको भ्यू देखाउने छु गाइस है। यस्तो भ्यू दामी देखिरहेछ यहाँबाट चाहिँ। यसको भ्यू चाहिँ एकदम दामी देखिरहेछ यो पछाडिको मेरो चाहिँ। अनि के देखाउँछु भनेको थिएँ भने उहाँले चाहिँ यो चाहिँ यस्तो दामी छ क्या। वाउ, यहाँबाट सही दामी देखिरहेछ गाइस। यहाँबाट पनि दामी भ्यू देखिरहेछ गाइस। यस्तो रहेछ यहाँ चाहिँ। म तपाईँहरूलाई अझै अगाडि गएर देखाउने छु। यहाँबाट चाहिँ लास्टै दामी भ्यू देखिरहेछ। वाउ, फेस्टिभल सिटी हो त्यो चाहिँ। वाउ, दामी देखिरहेछ यहाँबाट। फाइनली म पनि यो ठाउँमा आइपुगिसकेँ। यहाँबाट चाहिँ लास्ट दामी देखिरहेछ सनसेट। तपाईँहरू पनि दुबईमा हुनुहुन्छ भने चाहिँ क्रिक हर्बल चाहिँ घुम्न आउनु होला, रमाइलो छ। ल यहाँबाट चाहिँ सबै दामी देखिरहेछ भ्यू चाहिँ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। मैले चाहिँ भ्लग पनि अपलोड नगरेको धेरै भयो। मैले चाहिँ भ्लग पनि अपलोड गरेको छैन, धेरै महिना भइसकिसक्यो। किनभने अब एकदमै बिजी छु म पनि। विन्टर सिजन चाहिँ एकदमै रमाइलो हुन्छ बाहिरतिर घुम्नु लागि। अनि आजकल म चाहिँ घुमेको छैन, बाहिरतिर निस्केको छैन, किनभने बिजी भएर चाहिँ ननिस्केको। अनि मेरो चाहिँ फाइनली 2 दिन छुट्टी थियो, त्यही भएर अनि रुममा बस्न अल्छी लाग्यो। अनि आज चाहिँ सानो भ्लग बनाइरहेको छु। हजुरहरूलाई राम्रो लाग्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। अब तपाईँहरू यहाँदेखि हेर्न सक्नुहुन्छ लास्ट सनसेट है यहाँको चाहिँ। अघि चाहिँ म माथि थिएँ भने अहिले चाहिँ म यहाँ मुनि आइपुगिसकेँ। अब चाहिँ म यहाँबाट उता एकछिन घुम्दै जान्छु, यहाँबाट उता घुम्दै जान्छु अनि चाहिँ फर्किन्छु। यहाँ चाहिँ एकदम ग्रिन 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 एरिया रहेछ है, दामी रहेछ यहाँ। सब ग्रिन हो यो, एकदमै शान्त पिस ठाउँ रहेछ यो चाहिँ। कोही पनि छैन यहाँनिर, हल्ला गर्ने पनि छैन। सो ब्युटिफुल, लास्टै राम्रो, एकदमै रमाइलो, एकदमै भाइब आउने ठाउँ रहेछ। वाउ। सो गाइस अब चाहिँ म यहाँबाट रिटर्न हुन्छु, अगाडितर्फ नै जानेछु। अनि अगाडि गएर चाहिँ दामी दामी भ्यूहरू देखाउने छु अगाडि गएर पनि। आज म यहाँबाट उकालो जान्छु अनि सिधा उता जान्छु है गाइस। ल यो एरिया चाहिँ मलाई एकदमै दामी लाग्यो, सो ब्युटिफुल है। ल गाइस तपाईँहरू पनि इन्जोय गर्नु होला है यहाँको भिडियोहरू हेरेर। यहाँबाट यस्तो दामी देख्छ क्या भ्यूहरू, यस्तो बिल्डिङहरू नाम कति ठुल्ठुलो छ नि। मेरो क्यामेराले पनि नभ्याउने छ यो बिल्डिङलाई। अब चाहिँ म यहाँबाट माथि जान्छु अनि उता जान्छु। यहाँको भ्यू हेर्नु न कस्तो दामी छ है। यहाँबाट निस्किन्छु अनि अगाडितिर गएर दामी दामी भ्यूहरू देखाउनेवाला छु क्रिक हर्बरको है गाइस। तपाईँहरू हेर्दै गर्नु होला, एकदमै दामी देखिरहेछ। जहाँ हेऱ्यो त्यहाँ नै एकदमै दामी देख्छ क्या। हेर्नु त गाइस यहाँको भ्यू, सबै फुलै फुल छ, चाहिँ पनि हेर्नु सेतो फुलै फुल छ। यस्तो मुनि जानु पनि मिल्छ नि त, तर अहिले चाहिँ म यहाँ वासरुममा छु। म चाहिँ यहाँ यता माथि चाहिँ घुमिसकेँ। अब चाहिँ यहाँबाट चाहिँ म मुनि जान्छु अनि यहाँ मुनिबाट नै अब बोटबाट जानुपर्ने हुन्छ क्रिक साइडमा। यो चाहिँ क्रिक हर्बल भयो भने उतापट्टि चाहिँ हो क्रिक साइड। अब बोटमा जानुपर्ने हुन्छ यहाँबाट चाहिँ उता चाहिँ। वाउ नाइस, दामी देख्छ यहाँ। सो गाइस मेरो पछाडिको भ्यू चाहिँ एकदमै दामी देखिरहेको छ। अहिले चाहिँ म यहाँ अगाडि आइपुगिसकेँ। अब हामी चाहिँ यहीँ बोटबाट जाने हो। एकदमै क्युमा रहेछ मान्छेहरू, अनि एकदमै धेरै लाइन रहेछ। अब त्यहाँ गएर एकछिन लाइनमा बस्ने अनि त्यहाँबाट निस्किने हो। यहाँको भ्यू चाहिँ यस्तो दामी देखिरहेछ गाइस। मेरो पछाडिको भ्यू चाहिँ लास्टै दामी देखिरहेछ। पहिला आउँदाखेरि यस्तोहरू केही पनि थिएन है, अहिले चाहिँ योहरू सब बनाएको रहेछ। धेरै भयो म
आएको पहिला अनि अहिले चाहिँ यहाँनिर ड्याम बनाएको छ त्यो पनि थिएन जस्तो लागिरहेछ त्यो पनि बनाएको रहेछ त्यहाँसम्म जान्छु म आई लभ यु वाउ दामी छ दामी यहाँतिर घुम्ने ठाउँ चाहिँ लास्टै रमाइलो छ कि लास्टै क्राउड पनि हुँदैन यहाँतिर है हेर्नु वाउ सो ब्युटिफुल गाइस सो ब्युटिफुल बुर्ज खलिफा पनि यहाँबाट दामी देख्छ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँकै यस्तो दामी नजारा क्रिक हर्बरको ल अब हेर्नुहोस् गाइस बिल्डिङ सबै धनी धनी मान्छेहरू बस्ने ठाउँ हो हामी चाहिँ घुम्ने हो रमाइलो गर्ने अनि फर्किने गाइस